माओवादी भन्ने पार्टी एकछिन सुन्नुहोस्, 10 वर्षसम्म एक्लै अर्कालाई म तिम्रो लागि मर्छु तिमी मेरो लागि मर्छौ भनेर हिँडेको हो नि त। त्यस्तो टिम बिल्डिङ भएको हो नि त, हामी देशको लागि मर्छौँ भनेर। माओवाद भन्ने विचार थियो उनीहरूसँग, जनवादी कार्यक्रम थियो होइन, पोलिसी भिजन नीति कार्यक्रम सब पुरा थियो, सङ्गठनको टिम बिल्डिङ, हामी मर्ने हो यसको लागि भन्ने थियो। 10 वर्षसम्म सङ्घर्ष गरेको उनीहरूसँग लेन्थ पनि थियो, टाइम अवधि पनि थियो, टाइम पिरियड। त्यो पार्टी अन्त्यमा यस्तो हुन्छ भनेपछि यहीँबाट किन ओली र प्रचण्डलाई गाली गर्नको लागि, देउवालाई गाली गर्नको लागि एक भएको, न भिजन छ, न नीति छ, न कार्यक्रम छ, न केही छ होइन। अनि कहाँ जाने भन्ने पनि थाहा छैन, किन भन्दाखेरि मन्त्री खान पाइन्छ, सांसद खान पाइन्छ भनेर एक भएका मान्छेहरू कति दिन टिक्छन् भन्ने कुरा थाहा छैन। देश त अन्तिममा हेर्नुहोस्, मलाई थाहा छ यो देश बनाउनलाई कहाँ कसले सपोर्ट गरेको छैन भन्ने कुराको मैले त्यो ठ्याक्क यो कोले बिगारिरहेछ। एउटा बिगार्ने मान्छे तपाईँ पनि हो,